दर्शकबिन यो हाम्रो स्टोजोन कुर्सी जडान सम्पन्नमा भिआइपी को लागि बनिरहेको संरचना जुन यसमा झन्डै 200 वटा जति कुर्सीहरू चाहिँ अनसोल्ड हुनेछन्। यो संरचना गेमभरि राखेको खण्डमा र यो ओपनिङ सेरेमनीको लागि हो भने छुट्टै कुरा। दर्शकबिन जुन हाम्रो यो भिआइपी को लागि भनेर यो संरचना बनिरहेको छ, यो कुर्सी जडान सम्पन्न ब्लक स्टोजोनतिर यो हो। एउटा चाहिँ यता बनिसकेको छ, एउटा यतातिर बन्ने छ, दुईवटा बनिसकेको छ। एउटा यो साइडमा र एउटा त्यहाँ छेउको साइडमा गरेर दुई ठाउँमा चाहिँ बनाइसकेको छ भने अब एउटा बनाउन बाँकी छ। यो तीनवटा बनाइनेछ र यो तीनवटा चाहिँ तपाईहरुलाई म अहिले देखाउन गइरहेको छु। यसले 5 वटा लाइनसम्मको कुर्सी जडान को एरिया ओगट्ने छ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। यसमा झन्डै यो कुर्सी कतिवटा जति कुर्सीहरुमा यहाँ दर्शकहरु बस्न पाउने छैनन्, त्यो पनि म तपाईहरुलाई देखाउन गइरहेको छु। एउटा चाहिँ हाम्रो यहाँ बनिरहेको छ, यहाँ बनिसकेको छ। यसमा अब झन्डै हाम्रो 1 2 3 4 5 सम्म भनेपछि यहाँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 वटा जति एक लाइनमा 17 भनेपछि 17 × 5 लगभग यहाँको चाहिँ बस्न पाउँछ होला। यतातिरको यहाँसम्म चाहिँ बस्न पाउँछ, तर माथिको 1 2 3 4 लाइनको चाहिँ बस्न पाउँदैन होला, किनभने अब त्यहाँ छेकिहाल्छ। र यति भएपछि केही नभए पनि ल चारै लाइनमा छेके पनि 68 70 वटा कुर्सी भनेपछि झन्डै 200 वटा कुर्सीहरू चाहिँ अनसोल्ड हुनेछन् यो एनपिएल सिजन 2 मा भिआइपी ले गर्दा। र यतातिर कति हुन्छ त्यो पनि एकचोटि हेरौँ। यतापट्टि पनि मेरो विचारमा त्यति नै होला। यो जुन संरचना बनेर यो त यतापट्टि पनि तपाईहरुलाई 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 भनेपछि सेम साइज रहेछ उता र यता। यसो गर्दाखेरि चाहिँ निकै नै उ भइरहेको देख्न सकिन्छ। यतातिर पनि एउटा अर्को बन्ने छ यतातिर र यता दुईवटा चाहिँ बनिसकेको छ भने झन्डै यो कुर्सीहरूले 200 वटा कुर्सी चाहिँ अनसोल्ड देखिनेछन् यो एनपिएल सिजन 2 को लागि। र साथीहरु जुन यतातिर यो देखिएको यो संरचना छ, यो क्यामेराहरूको लागि बनाएको संरचना। यहाँ पनि यो बनाइसकेर माथि प्लाई राखिसकेको छ। यो चाहिँ हाम्रो ठेक्कै यतापट्टि र यसकै स्टेटमा उतापट्टि दुईवटा भागमा चाहिँ यो थप गरिएको संरचना हो क्यामेरा पर्सनको लागि। भिआइपीहरूको लागि आएको यो संरचनाहरू यो मलाई चाहिँ जहाँसम्म लाग्छ यो नेपालमा भिआइपी सिस्टम चाहिँ अलि कम गर्नुपर्छ। यो भिआइपी सिस्टमले चाहिँ धेरै नै खराब गरिरहेको छ। साथीहरु यो हाम्रो स्टोजोन प्यारापिट जुन यो तपाई हामी जस्तै एकदमै सर्वसाधारणको लागि बिक्रीमा राखिने यो सिटहरु थियो भने अहिले यसमा अब भिआइपी जोन भनेर केही सिटहरु चाहिँ यसमा अनसोल्ड हुनेछन्। जुन भागमा त्यो कुर्सी माथि चाहिँ संरचना बनाउने काम भइरहेको छ त्यहाँ भिआइपीहरुको लागि भनेर त्यसमा चाहिँ बनाइसकेपछि त्यसमा सोफाहरू राखिनेछ। सायद अब यो पहिलाको उतापट्टिको संरचना पनि छ भिआइपी को, तर यतापट्टि यो नयाँ प्यारापिट साथसाथै यो अलि चिटिक्क देखिने भएको कारणले पनि होला। तर अब अरु भन्दा पनि यो संरचना बनिसकेको संरचनामा चाहिँ यो कुर्सी जडान भइसकेकोमा चाहिँ अब त्यसैमाथि सिट संख्या यसपालि धेरै नै कम छ। र अर्को कुरा चाहिँ जडान सम्पन्न कुर्सीमा पनि बस्न पाएर गेम हेर्न पाएन भने त्यो जतिको खल्लो केही पनि लाग्ने छैन।
दर्शकबिन यता 5 नम्बरमा चाहिँ केबलिङको काम यहाँ भएको देख्न सक्नुहुन्छ। तपाईहरूले यहाँ हरेक यो प्यानल बक्समा यसरी केबलहरू राख्ने काम सुरु भइसकेको छ। यसमा अर्थिङको काम पनि कम्प्लिट भइसकेको छ भने अब यसको साइडतिर इटा लगाएर एक लट चाहिँ यो प्लास्टर गरिनेछ। यहाँ 5 नम्बरमा चाहिँ सम्पूर्ण लाइट जडान सम्पन्न भइसकेको छ भने त्यो सँगसँगै 1, 5 र 4 मा चाहिँ यसरी यो प्यानल बक्समा केबल राख्ने काम पनि चलिरहेको छ। यसरी देख्न सक्नुहुन्छ सम्पूर्ण साथीहरूले यहाँ अर्थिङ पनि सकिसकेको छ भने यसरी केबलहरू चाहिँ जोड्ने काम भइरहेको छ। अहिले यो फ्लड लाइटमा चाहिँ रातभरि पनि काम भएको देख्न सक्नुहुन्छ। राति 2 बजेसम्ममा 3 बजेसम्ममा काम भएको देख्न सकिन्छ। र एउटा छोटो अपडेट मैले हिजो तपाईँहरूमाझ पनि उपलब्ध गराएको थिएँ रात्रिकालीन काम चाहिँ। र काम अहिले निकै नै भइरहेको छ भने फ्लड लाइटतिर अब लाइट जडानको लागि पनि थप 2वटा टिम आउने जानकारी पाएका छौँ। र त्यो 2वटा टिम आएको खण्डमा 3-4 दिनमै सम्पूर्ण यो लाइटहरू जडान पनि सकिनेछ। जुन एकैचोटिमा 3वटा हाइमास्ट पोलतिर चाहिँ लाइट जडान गरिनेछ भने बिहानैदेखि यो लाइटहरू जडान गरेको खण्डमा एकदमै चाँडो सकिनेछ। र अहिले चाहिँ साथीहरू यो लाइट भन्दा पनि बाहिरी काम यो कन्ट्रोल प्यानल वायरिङ केबलिङको काम निरन्तर भइरहेको छ, तीव्र गतिमा भइरहेको छ। र यो काम सकियो भने लाइट जोड्ने बित्तिकै त मजाले फ्लड लाइटमा चाहिँ गेम हेर्न पाउनेछौँ। दर्शकबिन यो दृश्य हो 5 नम्बरमा रहेको सम्पूर्ण लाइट जडान सहितको। यसरी नै सम्पूर्ण यो हाइमास्ट पोलमा लाइट जडान गरिनेछ जुन अहिले 6 नम्बरमा चलिरहेको छ भने 6 पछि 4 मा हुनेछ। र अबको 3-4 दिनपछि चाहिँ एकैचोटि 3वटा हाइमास्ट पोलमा पनि यो लाइट जडानको काम अगाडि बढ्नेछ। 3-4 टोली परिचालन गरिएको खण्डमा 3टै टोलीले चाहिँ 3वटा हाइमास्ट पोलमा लाइट जडान गर्न सक्नेछ। दर्शकबिन यसरी चाहिँ यो केबलहरू राख्ने काम चाहिँ सुरु भइसकेको छ र लाइट जोड्ने काम पनि चलिरहेको छ। यहाँ अहिलेसम्म पनि बत्ती बालेकै देख्न सक्नुहुन्छ किनकि राति 2-3 बजेसम्म काम भएको कारणले यहाँ अहिले निकै नै काम देख्न सकिन्छ। फ्लड लाइटतिर भने यो हाम्रो 4 नम्बरमा र 4 र 5 मा हिजो निकै नै ठुलो जनशक्ति परिचालन भएको थियो। यता दर्शकबिन यो 4 नम्बरमा चाहिँ हिजो राति काम भएको थियो अबेरसम्म भने यसमा पनि यहाँ प्यानल बक्समा चाहिँ तारहरू राख्ने काम साथै यो अर्थिङ गरिसकेपछि साइडतिर यसरी इटा लगाएर यसमा प्लास्टर गर्ने काम पनि चलिरहेको छ। यो अर्थिङ गरिसकेपछि यसमा राति निकै नै अबेरसम्म काम भएको थियो हिजो पनि यसमा र 4 मा र 1 मा पनि। अहिले काम चाहिँ निकै नै भइरहेको छ। राति अबेरसम्म काम चलिरहेको छ। फ्लड लाइटतिर रात दिन नभरिकन काम चाहिँ चलिरहेको देख्न सकिन्छ। यसरी यो दर्शकबिन जुन अहिले यो जाली राख्ने काम चलिरहेको छ यो अब आधी बाँकी छ, आधी जति चाहिँ यो भ्याइसकेको छ भने यतातिरको यो माटोहरू खनेर सम्पूर्ण माटोहरू खनेर यो प्यारापिटको छेउतिर राखिसकेको छ भने यति यो भागमा यो फिलिङको काम बाँकी छ। यो भन्दा अगाडि चाहिँ हिजोदेखि फिलिङ पनि कम्प्लिट भइसकेको छ, सम्हाइसकेको छ यो माटोको ढिस्कीहरू र अन्य काम पनि अहिले निकै नै भइरहेको छ। अब ग्राउन्डतिर मार्किङ राखिएको छ र पिच बनाउने काम निरन्तर चलिरहेको छ। टोयलेट बनाउने काम पनि चलिरहेको छ। 2वटा टोयलेटको संरचना बनाइसकेको छ। यहाँसम्म चाहिँ हाम्रो ठ्याक्कै यो जुन प्यारापिट छ प्यारापिटको बी ब्लकसम्म चाहिँ जाली पनि राखिसकेको छ यो बाहिरीपट्टिको।
र यो प्यारापिटभित्र सम्पूर्ण यो जाली राख्ने काम पनि कम्प्लिट भइसकेको छ भने टोयलेट यहाँ देख्न सक्नुहुन्छ साथीहरूले। एउटा हाम्रो स्टेज जोनतिर चाहिँ संरचना बनाइसकेको छ भने अर्को हाम्रो यो तपाईँकै यो ए ब्लकको छेउमा यो 4 नम्बर हेमास्ट पोलको छेउमा चाहिँ एउटा अर्को संरचना लगभग बनाइसकेको छ र अझै 3वटा बनाउन बाँकी छ र आज 2टा जति आज पनि कम्प्लिट हुनेछ यो। र यो भित्रको सम्पूर्ण यो संरचनाहरू तपाईँहरूले देख्न सक्नुहुन्छ कम्प्लिट भइसकेको छ। प्यारापिटतिर अहिले सरसफाइको काम चलिरहेको छ। साथसाथै दर्शकबिन यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो 3 नम्बरमा पर्ने अर्थिङको काम सकिएसँगै अब यसमा पनि अब केबलहरूको काम अगाडि बढ्नेछ। त्यसको लागि अब टिम चाहिँ 3 र 2 मा आउनेछ। 2 मा पनि भइसकेको छ भने 3 मा आउनेछ र यो सँगसँगै काम चाहिँ 3 नम्बरबाट टुङ्गिनेछ सम्पूर्ण काम। यसमा अन्तिम हेमास्ट पोल उठाएको पनि यही थियो भने अरू फाउन्डेसनतिर काम चाहिँ निरन्तर भइरहेको छ। यसमा अलिकति यो केबलिङको काम बाँकी छ र 5वटामा अहिले निरन्तर चलिरहेको छ भने यो सँगसँगै यसमा पनि तपाईँहरूले देख्न सक्नुहुन्छ केबलहरू चाहिँ निकालिसकेको छ। यहाँ जुन हाम्रो अन्डरग्राउन्ड गरेर पावर हाउससम्म पुर्याएको केबलहरू थियो यो केबलहरू चाहिँ निकालिसकेको छ। यताको स्पेसहरू पनि खाली गरिसकेको छ र यसपछि चाहिँ अब टिम यता आउनेछ। दर्शकबिन जुन हाम्रो यतातिरको यो रुखहरू थियो यो रुख काट्ने काम चलिरहेको छ। एउटा काटिसकेको छ भने यो छेउतिर जुन हाम्रो स्टेजोन प्यारापिटको छेउमा रहेको यो रुख थियो त्यो हिजो काटिसकेको र आज काट्नुको लागि यो अरू रुख काट्नुको लागि यहाँ बिहानै 6:30 बजे नै तपाईँहरूले देख्न सक्नुहुन्छ टिम आइसकेको छ रुख काट्नुको लागि र आज यो 2वटै रुख काटेर सकिनेछ र यसपछि उतातिर पनि 13-14वटा रुख काट्नुको लागि अनुमति दिइसकेको छ। हाम्रो यो जुन ठुलो प्यारापिट छ त्यसको साइडतिरको रुखहरू 5 नम्बर र 6 नम्बरको बिचमा रहेको रुखहरू काट्न पनि अनुमति आइसकेको छ र त्यो रुखहरू पनि काटिनेछन्। र साथसाथै साथीहरू जुन हाम्रो यो प्यारापिट छ यो प्यारापिटमा पनि यता छेउतिर रेलिङ थियो भने यसमा पनि एक प्लटमाथि यहाँ देख्न सक्नुहुन्छ अर्को डन्डी राखिसकेको छ जुन यो रेलिङलाई नागेर उता जान नसकोस् भनेर। तर यसमा पनि जाली राखिनेछ र यताबाट पनि ढपक्कै पारिनेछ। यो ए ब्लकको छेउतिर जुन यो पाइलिङ बिम छ यो पाइलिङ बिमको छेउमा रेलिङ थियो भने यसमा पनि तपाईँहरूले देख्न सक्नुहुन्छ यो डन्डी राखिसकेको छ र यसमा पनि जाली राखिनेछ र अन्य भागमा चाहिँ जाली राख्ने काम कम्प्लिट भएसँगै अहिले क्यानले चाहिँ यो प्यारापिटतिर सरसफाइको काम अघि बढाइसकेको छ र यो प्यारापिटमा झन्डै आधी ब्लक हाम्रो डी ब्लकसम्म चाहिँ हिजोको यो भित्रको धुलोहरू झाडो लाउने काम कम्प्लिट भइसकेको छ र आज सम्पूर्ण यो सरसफाइको काम पनि सकिनेछ बढार्ने काम। त्यसपछि अब एनपिएल ठ्याक्कै सुरु हुनुभन्दा 1-2 दिन अगाडि यो कुर्सी माथिको प्लास्टिकहरू पनि उठाइनेछ र त्यसपछि यही टियु स्टेडियममा मामाको छक्का चौका हेर्न सकिनेछ। यस्तै नयाँ भिडियो र नयाँ अपडेटको लागि सम्पूर्ण साथीहरूले भिडियोलाई लाइक शेयर कमेन्ट र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। दर्शकबिन फेरि दिउँसोको अपडेटका साथ तपाईँहरूमा आज आउने नै छु। सबैको दिन शुभ रहोस्। जय देश जय खेल। आजको लागि